सुनाइ पाठ 12 लिङ्गे पिङ। दशैँको टिकाको दिन एकछिन भए पनि धरती छोड्नुपर्छ अर्थात् धरतीमा टेक्नु हुँदैन भन्ने परम्परागत कथन छ। यही कथनलाई चरितार्थ गर्दै दशैँका बेला गाउँ सहर जताततै लिङ्गे पिङ हाल्ने र खेल्ने चलन छ। गाउँदेखि सहरसम्म दशैँ आउनु केही समय अघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने चलन नेपालीको मौलिक परम्परा हो। दशैँ आउनु अघि नै खरबारीमा गई बाबियो काटेर ल्याउने, अलि पाको मान्छेलाई बाबियोको लट्ठा बाट्न लगाउने, काठ वा बाँसका खाँबा हालिने र पिङ बनाएर मज्जाले पिङ खेल्ने गज्जबको चलन छ। यसरी दशैँ तिहार जस्ता चाडपर्वमा गाउँ सहर जताततै लिङ्गे पिङ हालिन्छ र आआफ्ना साथीभाइ दौतरीसँग भेला भएर चचहुई गर्दै पिङमा मच्चिएर रमाइलो गरिन्छ। यसरी पिङ खेल्न बालबालिकादेखि युवाको भिड हुने गर्छ। यो सबैको मनोरञ्जन गर्ने साधन हो। यो सांस्कृतिक परम्पराको जगेर्ना र सामाजिक सद्भाव कायम राख्ने माध्यम हो। दशैँका बेला गाउँका चौतारी, दोबाटो र डाँडामा जम्मा भएर सामूहिक रूपमा पिङ खेल्ने र रमाइलो गर्ने यो परम्परालाई जीवन्त राख्नुपर्छ। अहिलेका युवा पुस्तालाई आफ्ना परम्परागत मान्यता, सिप र प्रविधितर्फ थप आकर्षित गर्नुपर्छ। आजभोलि त परम्परागत पिङ बनाउने आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ। आजभोलि विज्ञान र प्रविधिको युगसँगै पिङका लागि बाबियोको सट्टा नाइलन जस्ता साधनको प्रयोग गरी आधुनिक पिङ बनाउने चलन छ। साथै विभिन्न मेला र उत्सवमा विद्युतबाट चल्ने पिङको प्रयोग गर्ने र मनोरञ्जन गर्ने चलन छ। हाम्रा यस्ता मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्ताले संरक्षण र सम्वर्धन गर्न जरुरी छ। सुनाइ पाठ 12 लिङ्गे पिङ। दशैँको टिकाको दिन एकछिन भए पनि धरती छोड्नुपर्छ अर्थात् धरतीमा टेक्नु हुँदैन भन्ने परम्परागत कथन छ। यही कथनलाई चरितार्थ गर्दै दशैँका बेला गाउँ सहर जताततै लिङ्गे पिङ हाल्ने र खेल्ने चलन छ। गाउँदेखि सहरसम्म दशैँ आउनु केही समय अघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने चलन नेपालीको मौलिक परम्परा हो। दशैँ आउनु अघि नै खरबारीमा गई बाबियो काटेर ल्याउने, अलि पाको मान्छेलाई बाबियोको लट्ठा बाट्न लगाउने, काठ वा बाँसका खाँबा हालिने र पिङ बनाएर मज्जाले पिङ खेल्ने गज्जबको चलन छ। यसरी दशैँ तिहार जस्ता चाडपर्वमा गाउँ सहर जताततै लिङ्गे पिङ हालिन्छ र आआफ्ना साथीभाइ दौतरीसँग भेला भएर चचहुई गर्दै पिङमा मच्चिएर रमाइलो गरिन्छ। यसरी पिङ खेल्न बालबालिकादेखि युवाको भिड हुने गर्छ। यो सबैको मनोरञ्जन गर्ने साधन हो। यो सांस्कृतिक परम्पराको जगेर्ना र सामाजिक सद्भाव कायम राख्ने माध्यम हो। दशैँका बेला गाउँका चौतारी, दोबाटो र डाँडामा जम्मा भएर सामूहिक रूपमा पिङ खेल्ने र रमाइलो गर्ने यो परम्परालाई जीवन्त राख्नुपर्छ। अहिलेका युवा पुस्तालाई आफ्ना परम्परागत मान्यता, सिप र प्रविधितर्फ थप आकर्षित गर्नुपर्छ। आजभोलि त परम्परागत पिङ बनाउने आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ। आजभोलि विज्ञान र प्रविधिको युगसँगै पिङका लागि बाबियोको सट्टा नाइलन जस्ता साधनको प्रयोग गरी आधुनिक पिङ बनाउने चलन छ। साथै विभिन्न मेला र उत्सवमा विद्युतबाट चल्ने पिङको प्रयोग गर्ने र मनोरञ्जन गर्ने चलन छ। हाम्रा यस्ता मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्ताले संरक्षण र सम्वर्धन गर्न जरुरी छ। सुनाइ पाठ 12 लिङ्गे पिङ। दशैँको टिकाको दिन एकछिन भए पनि धरती छोड्नुपर्छ अर्थात् धरतीमा टेक्नु हुँदैन भन्ने परम्परागत कथन छ। यही कथनलाई चरितार्थ गर्दै दशैँका बेला गाउँ सहर जताततै लिङ्गे पिङ हाल्ने र खेल्ने चलन छ। गाउँदेखि सहरसम्म दशैँ आउनु केही समय अघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने चलन नेपालीको मौलिक परम्परा हो। दशैँ आउनु अघि नै खरबारीमा गई बाबियो काटेर ल्याउने, अलि पाको मान्छेलाई बाबियोको लट्ठा बाट्न लगाउने, काठ वा बाँसका खाँबा हालिने र पिङ बनाएर मज्जाले पिङ खेल्ने गज्जबको चलन छ। यसरी दशैँ तिहार जस्ता चाडपर्वमा गाउँ सहर जताततै लिङ्गे पिङ हालिन्छ र आआफ्ना साथीभाइ दौतरीसँग भेला भएर चचहुई गर्दै पिङमा मच्चिएर रमाइलो गरिन्छ। यसरी पिङ खेल्न बालबालिकादेखि युवाको भिड हुने गर्छ। यो सबैको मनोरञ्जन गर्ने साधन हो। यो सांस्कृतिक परम्पराको जगेर्ना र सामाजिक सद्भाव कायम राख्ने माध्यम हो। दशैँका बेला
गाउँका चौतारी, दोबाटो र डाँडामा जम्मा भएर सामूहिक रूपमा पिङ खेल्ने र रमाइलो गर्ने यो परम्परालाई जीवन्त राख्नुपर्छ। अहिलेका युवा पुस्तालाई आफ्ना परम्परागत मान्यता, सिप र प्रविधितर्फ थप आकर्षित गर्नुपर्छ। आजभोलि त परम्परागत पिङ बनाउने आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ। आजभोलि विज्ञान र प्रविधिको युगसँगै पिङका लागि बाबियोको सट्टा नाइलन जस्ता साधनको प्रयोग गरी आधुनिक पिङ बनाउने चलन छ। साथै विभिन्न मेला र उत्सवमा विद्युतबाट चल्ने पिङको प्रयोग गर्ने र मनोरञ्जन गर्ने चलन छ। हाम्रा यस्ता मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्ताले संरक्षण र सम्वर्धन गर्न जरुरी छ।